हो कि नै? यो हात देखियो, ठिक छ। यसरी वारपार देखिनु पर्यो हो। तर लाइनिङ पनि के छ, यो सिधा छ है, सिधा छ। हेर्नु है, मेरो हात पनि देखिरहेछ तल। रेडी वाटर हुनुपर्ने यस्तो होइन, यसरी वारपार त देखिनु पर्यो। अनि पो हावाले चाहिँ तपाईँको वारपार हुन्छ र रेडी वाटर कुल हुन्छ। अनि त्यहाँबाट पानी चिसो भएर इन्जिनमा जान्छ। अब रह्यो कुरो यसमा के छ, गाडीको चाहिँ हामीले होइन इन्जिन बनायौँ, सबै कुरा सक्सेस भयो। मात्र अन्तिममा चाहिँ एउटा बाँकी रह्यो के भनेदेखि हिटको काँटा चाहिँ, यो गाडीको चाहिँ मिटर हो, हामीले खोलेका छौँ होइन। यो मिटर चाहिँ 2-3 ठाउँमा उहाँले चेक पनि गराएर ल्याउनु भयो। र यो मिटरको काँटा चाहिँ एउटा कुरो के भएको थियो भन्नुहुन्छ भने, जस्तो यो सी भयो होइन, यतिमा छ नि, यो चाहिँ बढेर चाहिँ यतिमा पुग्थ्यो है इन्जिन बनाएपछि। पहिला चाहिँ यतिमै पुग्थ्यो होइन। अहिले चाहिँ हामीले इन्जिन बनाएपछि यतिमा पुग्थ्यो। यति त नहुनु पर्ने, जति कि यतिमा हुनु पर्यो होइन। थर्मस हालेर पनि गाडी यतिमा हुनु पर्यो। यदि थर्मस झिक्यो भने चाहिँ योभन्दा डाउनै हुन्छ, हतपत्त बढ्दैन हो। तर यो गाडीको चाहिँ हामीले थर्मस झिके पनि यतिमै पुग्थ्यो होइन, थर्मस हाले पनि यतिमै पुग्थ्यो। केस यो आयो, यो आएपछि हामीले धेरै गऱ्यौँ होइन, यतिमा पुगेर बस्ने, योभन्दा माथि नजाने होइन। अब यो यति पुग्नु त भएन नि त भनेर चाहिँ हामीले धेरै अरू चिजहरू गऱ्यौँ। अरू चिज देखना पड रहा है, अच्छा है मैं अंधा हूँ। हेर्दाखेरि चाहिँ यसको हामीले भेट्टाको कुरो भनेको चाहिँ तपाईँहरूको यो गाडीको चाहिँ यो रेडी वाटर हो है। यो चाहिँ टाटा टोयोको रेडी वाटर हो होइन, टाटा टोयोको रेडी वाटर हो। यो रेडी वाटर चाहिँ उहाँले हाल्नुभएको थियो। उहाँले भन्नुहुन्छ रेडी वाटर सबै कुरा ठिक छ होइन। यो बिचमा चाहिँ यस्तो भएको थियो। ल यता एकपट्टि त केही पनि भएको छैन नि त, हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन, केही भएको छ त छैन। अब हामीसँग यो पुरानो पनि रेडी वाटर छ। यो चाहिँ हामीले चुहिएर चाहिँ धेरै चुहिएर चाहिँ फेरेको हो। त्यो गाडीमा चाहिँ हामीले फेरि नयाँ रेडी वाटर चाहिँ हालिदिइसक्यौँ। अब यसमा चाहिँ किन हाल्यो त यो नयाँ रेडी वाटर पनि, तपाईँले किन फेर्नुभयो भन्ने क्वेसन सबैको आउला। म तपाईँहरूलाई यो दुइटामा चाहिँ केही डिफ्रेन्ट देखाउँछु ल। मैले यो दुइटै रेडी वाटरलाई चाहिँ लिकमाथि राखेँ होइन। तपाईँहरूलाई म एउटा कुरो देखाउँछु है। लेकिन तू कर भी क्या सकता है यार। यहाँबाट मेरो हात छिर्दाखेरि, अब यहाँ भिडियोमा त देखिँदैन होइन, यो हात छिर्दाखेरि चाहिँ हो तपाईँको यो हात तल देखिन्छ, यहाँको वारपार देखिन्छ, ठिक छ होइन, वारपार देखिन्छ। अब यो भिडियोमा चाहिँ कति देखिन्छ, देखिँदैन। मेन कुरो मैले तपाईँहरूलाई देखाउन खोजेको कुरा चाहिँ केही कुराहरू छ ल, हेर्नु ल। यहाँ हेर्नुहोस्, यसको रेडी वाटरमा जुन यो लाइनिङ छ है, यो लाइनिङ तपाईँहरूले पुरै सिधा देख्नुभयो है। यो चाहिँ फेरेको रेडी वाटर हो है। फेरि यो किन देखाउँदैछ भन्नु होला, केही चिज देखाउँदैछु म तपाईँहरूलाई। यो लाइनिङ छ, यो चाहिँ सिधा छ हो। जस्तो कि यहाँ हेर्नु न, मेरो हात देखियो है तल, ल हो कि नै? यो हात देखियो, ठिक छ। यसरी वारपार देखिनु पर्यो हो। तर लाइनिङ पनि के छ, यो सिधा छ है, सिधा छ। हेर्नु है, मेरो हात पनि देखिरहेछ तल। रेडी वाटर हुनुपर्ने यस्तो होइन, यसरी वारपार त देखिनु पर्यो। अनि पो हावाले चाहिँ तपाईँको वारपार हुन्छ र रेडी वाटर कुल हुन्छ। अनि त्यहाँबाट पानी चिसो भएर इन्जिनमा जान्छ। अब रह्यो कुरो यसमा के छ त प्रब्लम भन्नु होला है। यो चाहिँ नयाँ रेडी वाटर, यो चुहिएको पनि होइन, केही होइन, तर हामीले फेरेको। यसमा एउटा फल्ट छ है। यो चाहिँ अब कतिजनाले पत्ता लाउनु होला नलाउनु होला, यो आफ्नो ठाउँमा छ है। यसमा एउटा फल्ट छ। यसमा एउटा के फल्ट छ भन्नुहुन्छ भने, यहाँ हेर्नुहोस् त, यो रेडी वाटर यो पुरै बाङ्गो देख्नुभयो है। अर्को कुरा भाइ, मलाई पेचकस दे एकचोटि, म तपाईँहरूलाई अझ देखाउँछु ल। यो रेडी वाटरमा चाहिँ यो लाइन चाहिँ सिधा छ है। हेर्नु है, अब यो लाइन चाहिँ तपाईँको कस्तो छ भने, यहाँबाट मैले पेचकस छिराएँ, यो लाइन के छ, सिधा छ, पाल बन्यो है, तल देखियो नि होइन। यसमा चाहिँ यो नयाँ रेडी वाटर, यो कतिजनाले पत्ता लाउनु होला नलाउनु होला, पहिलोचोटि हामीले पनि केस आएको। यसमा मैले एउटा पोइन्ट चाहिँ तपाईँको यहाँ माथि गर्दैछु है, बिस्तारै। यहाँ हेर्नु न, यो भित्र हेर्नु है, यो ठाडो देख्नु हो, यहाँ हेर्नु है, यहाँ हेर्नु ल। यसमा पनि म गर्छु है, यहाँ हेर्नुहोस् त, बिचमा के तपाईँको यसको लाइन चाहिँ पुरै, त्यसको चाहिँ सिधा छ होइन, त्यसको चाहिँ सिधा नै छ। तर यसको चाहिँ के भइदियो भन्नुहुन्छ भने, यहाँ हेर्नुहोस्, यो बिचमा उठिया छ क्या है, सबैमा। यहाँ हेर्नु त है, यो चाहिँ पुरै डाउन छ। अनि यो बिचमा चाहिँ यसरी हो उठेको छ क्या, यहाँ सबैमा, एउटामा होइन, सबैमा। ल यहाँ हेरौँ न, बिचमा पुरै उठिया छ। यसकै हेर्नु न ल, यो पुरानो रेडी वाटरको हेर्नु त तपाईँ, हेर्नु है, यसमा छ त। ल बस्नुहोस् ल, म एउटा यो लाइनिङ सिधा छ, यसमा केही पनि छैन, तर
यसमा छ त हेर्नु त छैन क्या हेर्नु है ल छ त छैन है ए छैन क्या यसबाट चाहिँ पुरै यो छिरायो भने नि एक हातले नै वार पार नै हुन्छ क्या हेर्नु है ए किन यसमा चाहिँ हेर्नुहोस् है यसमा के हुन्छ भने यसमा चाहिँ मैले यो छिराएँ जस्तो यस्तो भयो यो छिराएँ भने नि यो छिर्दैन ल हेर्नुहोस् यो ब्लक भइदिन्छ छिर्दैन तलसम्म जाँदैन अनि यो सबै चाहिँ तपाईँको यस्तो हाइट छ क्या यो बिचबिचमा चाहिँ पुरै नै यसरी टेढो छ यसले गर्दाखेरि चाहिँ हावा सर्कुलेसन राम्रो भएन है अर्को कुरा भनेको चाहिँ यो टाटा टोयोकै रेडिएटर हो के हो मलाई थाहा छैन यसको नम्बर है 0304AB0131 है यो टाटा टोयोकै रेडिएटर हो अब यो किन भयो चाहिँ मलाई थाहा छैन म तपाईँहरूलाई एउटा अर्को चिज देखाउँछु मैले हालेको रेडिएटर है यही अच्छा गाडी हो यसलाई चाहिँ हामीले रेडिएटर हामीसँग भएको फिटिङ गऱ्यौँ तर रेडिएटरको नम्बर हेर्नुहोस् त एकचोटि केही फल्ट पाउनुभयो हेरौँ न अगाडिको दुईवटा शून्य कहाँ गयो यो मलाई थाहा छैन अब पार्ट नम्बरै यही आउने हो कोहीमा यही कोहीमा अर्को भने त यो मलाई थाहा भएन तर यो टेंशन नहीं लेने का अपू ने ना पनि टाटा टोयोकै रेडिएटर हो है मसँग भएको पनि यो कसरी भयो थाहा छैन र अर्को कुरा भने यसको लाइनिङ पुरै सिधा छ है सिधा छ र अर्को कुरा अझ देखाउँछु म तपाईँहरूलाई पाउनुहोस् म चाहिँ यहाँ तपाईँलाई टर्च लाइट बालेर होइन केही चिज देखाउँदैछु ल यहाँबाट बाला त है यो रेडिएटरको यहाँबाट चाहिँ भाइले बाल्दैछ अब हेर्नुहोस् ल यहाँ हेर्नुहोस् इन्जिनपट्टि तपाईँहरू लाइट चारैतिर उता जाउँ त कान्छ अब उता जाउँ उता जाउँ उता जाउँ यता आऊ यता आऊ होइन ल हेर्नुहोस् यहाँ वार पार्ने छ नि पुरै है र अर्को कुरा हेर्नुहोस् है यसको लाइनिङ हेर्नु त यो ल हेर्नुहोस् यो पुरै सिधा छ है यो सिधा छ ठिक छ यो भएपछि चाहिँ तपाईँ के हुन्छ भने हावा जुन फ्यानको कभरभित्रबाट चाहिँ जुन फ्यानले दिनुपर्ने थियो होइन त्यो चाहिँ तपाईँको वार पार हुन्छ बाहिर जान्छ अनि त्यहाँबाट रेडिएटर मजाले कुल हुन्छ अब त्यो रेडिएटरमा जुन हामीले यो गाडीको पहिला हाल्नु भएको छ त्यो रेडिएटरमा चाहिँ मैले चाहिँ यो अँध्यारोमा खिचिरहेको छु तपाईँहरूलाई यही चिज देखाउनलाई यसको चाहिँ अझ हब ग्रिज गर्दैछ होइन किनभने यो हब पनि पुरै होइन यहाँबाट चाहिँ आइलसिलहरू पुरै यो आइलसिल ठोक्ने ठाउँबाट चाहिँ यो पुरै हब बिगारिदिएको थियो र आइलसिल चाहिँ पुरै लिकेज भएर चाहिँ हबबाट चाहिँ भित्रबाट चाहिँ ग्रिज फालिरहेको छ अब हेर्नुहोस् है यो गाडीको रेडिएटर जुन पहिला उहाँले हाल्नुभयो ठिक छ है र तिमी यहाँ सिधा बाला त हेर्नुहोस् है मेरो हातमा कति चाहिँ लाइट आयो हेर्नु त यता लिएर यहाँ हातमा कतै देख्नु भयो ल अलिअलि देख्नु भएको छ हेर्नुहोस् है उता ल यतापट्टिको लाइन पनि सिधा पख है त कहाँनिर बाला भने यतापट्टि लाइन यहाँनिर ठिक छ माथि हो माथि हो ल यहाँ हेर्नुहोस् यति मात्र आइरह है यति आइरह अलिक टाढाबाट गर ल यहाँ लाइन छ हेर्नुहोस् है छैन हो कहीँ लाइट देख्नु भएको छ यो हामीलाई पत्ता लगाउनलाई यति गाह्रो पर्यो हामीले के चाहिँ गरेनौँ यो गाडीको पहिलादेखिबाटको प्रब्लम है अनि मेन मेजर कुरा चाहिँ यसको काँटामा पनि थियो होइन रेडिएटर फेरेर पनि फेरि काँटा चाहिँ थोरै माथि गयो हामीलाई फेरि चित्त बुझेन गाडीको इन्जिन र मोसनहरू चाहिँ जति छ त्यति ठिक छ होइन र यसको मिटर चाहिँ हामीले झिक्यौँ र झिकेर यो मिटर चाहिँ होइन सबै कुरा रेडिएटर हालेर थर्मस हाल्दाखेरि पनि यो मिटर चाहिँ यहाँ पुग्यो हेर्नुहोस् है होइन यति त पुग्नु नहुने हो यतिमै बस्नुपर्ने हो नि बढीमा बढी गयो भने यतिसम्म जान्छ ठिक छ तर यतिमा पुग्यो होइन अब यतिमा पुग्ने बित्तिकै भनेको चाहिँ हामीलाई फेरि डाउट भयो कि त मिटरमै प्रब्लम हुनु पऱ्यो कि त वायरिङमा हुनु पऱ्यो होइन कि त हिटको स्विचमा हुनु पऱ्यो यी सबै कुराहरू हाल्दाखेरि पनि मिटरले चाहिँ यति नै देखाइदियो क्या होइन त्यसले गर्दाखेरि चाहिँ हामीले फेरि यहाँ हामीसँग अर्को एउटा गाडी छ यो गाडीको मिटर हाल्यौँ हामीले है यो गाडीको मिटरलाई चाहिँ हामीले झिकेर चाहिँ टेस्टको लागि चाहिँ हामीले हाल्यौँ हाम्रो यो दाइको गाडी र यो गाडीको मिटर यो हाल्दाखेरि चाहिँ त्यो गाडीको हिट ठिक छ ल हेर्नुहोस् है अब यसले कति चाहिँ रह्यो त हामीलाई भने यति पत्ता लगाउनलाई पनि कहिलेकाहीँ चाहिँ पड्किरहेको हुन्छ किनभने कस्टमरको कुरा पनि थियो होइन हालेको नयाँ रेडिएटर नै हाल्नु भएको हो
रेडिएटर नयाँ छ तर होइन अब तपाईँको नयाँ रेडिएटर हाल्यो भन्ने बित्तिकै कसरी चेन्ज गरिदिने त त्यो त मिलेन होइन मैले नयाँ हालेँ भन्नुहुन्छ भने ठिक छ यो कुरा त सही हो त्यही भएर चाहिँ फेरि नयाँ रेडिएटर हाले पनि मलाई चाहिँ केही न केही डाउट छ है भनेर चाहिँ तपाईँको हामीसँग भएको रेडिएटरलाई चाहिँ हालिदिँदाखेरि केस सल्भ भयो र मिटर अझ थोरै माथि अनि फेरि मिटरमा डाउट लगाएर चाहिँ हामीले अर्को गाडीको मिटरलाई चाहिँ त्यसको लागि हालेर गाडी लगभग 7-8 किलोमिटर हामीले दौडाउँदाखेरि गाडी त्योभन्दा हिट दौड्यो त्यही भएर यो पहिलोचोटि हामीलाई पनि केस आएको क्या यस्तो त नहुनु पर्ने होइन रेडिएटरमा चाहिँ नयाँमै टाटा टोयोमा त्यही पनि होइन यो फल डाउन नआउनु पर्ने तर कसरी आयो हामी पनि पहिलोचोटि हामी पनि म पनि सक भइरहेको छु यस्तो त देखेको थिएन यो चिजहरू चाहिँ हजुरहरूले पनि ख्याल गर्नुहोस् है यस्तो हुन सक्दो रहेछ होइन यसले गर्दाखेरि चाहिँ तपाईँको इन्जिनमै प्रब्लम आयो भनेर इन्जिन खोल्ने होइन त्यो हुनसक्छ होइन यो गाडीमा त इन्जिनमा प्रब्लम थियो मैले जुन भिडियोहरू देखाइहालेँ होइन त्यही भएर चाहिँ यो चिजहरूलाई चाहिँ प्लिज इन्जिन बनाएर पनि सक्सेस भएन भन्ने केस चाहिँ हामीलाई आजसम्म पनि त्यस्तो भएको थिएन त्यही भएर खोज्दै जाँदाखेरि चाहिँ त्यो कुराहरू पत्ता लगाइयो र गाडी अन्तिममा सक्सेस भयो अब म कस्टमरको फिडब्याक सुनाउँछु है त